Hello everyone. As of May 17, 2025 मा हामी फक्स क्रिक अल्बर्टाको क्याम्प ग्राउन्डमा छौं। आज चाहिँ हामीसँग दुईजना नयाँ मेम्बरहरू पनि हुनुहुन्छ, भानु एन्ड सुमी। They are having fun with चटपटे। खतरा बोल्यो है ल भाइ, थ्यांक यू। यस्तो राम्रो बालेकोमा भाइको यहाँ धेरै टेक्निकहरू छ है गाइजहरु। यो खतरा टेक्निकबाट चाहिँ यो सम्भव भयो। टाढ हो। What did you say? नाड पनि भन्छ त भाइ? नाड नि हो क्या? त्यसै आउँछ त नि बियर। बियर पल्काउने बनाछ भाइले मिठो अनि थ्यांक यू भाइ। एकदम मिठो भन्छ। मेरो चनाले पनि मार्केट लियो हैन त? चना कस्तो भन्छ? चना मिठो हो। थ्यांक यू। भन्न पर्यो अरे भाइ। बहिनीले भन्छ रियल। चना मिठो हो दिदी। भाइले पनि भन्छ। यहाँ आज चना मिठो भएको भनेकै चना। तर नो वान क्यान बी not fair. आज नेक्स्ट डे मर्निङ हो यो। हामी सुत्यौँ राति कति बजे सुत्यौँ गाइजहरू? हिजो राति 3 बजे सुतेर चाहिँ बिहान अहिले हामी 10 साढे 10 मा चाहिँ उठ्यौँ। अनि चाहिँ अब हामी बिस्तारै आगो सागो बालेर हल्का ब्रेकफास्टको तयारी हुँदैछ। भाइ तिम्रो चाहिँ के को तयारी हुँदैछ त? फेरि खतरा पार्टी हुन्छ। यो अपार्टमेन्टको नाम के रे भाइ? वेस्टर्न अपार्टमेन्टमा गाइज आज है सबैजनालाई निम्तो दिन चाहन्छौँ हामी। चुले निम्तो वेस्टर्न अपार्टमेन्ट हैन बहिनी? मासु नै देखेन अवेटेड डिस चाहिँ यहाँ छ गाइज। ल के आयो माया? नेपालमा एकदम मजा आइरहेको छ हैन? हाम्रो भाइले बनाएको गाइज यस्तो मिठो बनाउँछ हाम्रो भानु। इज द बेस्ट। ठीक छ बहिनी? एउटा सिसाना सकिन्छ। ठीक छ दिदी। इशोगन लेकमा जाँदैछौँ। इशोगन हो कि के हो यस्तो समथिङ हो, मैले बिर्सेँ नाम चाहिँ। हामीले हाम्रो क्याम्पिङलाई ऱ्याप अप गरेर चाहिँ अब हामी ग्रान्ड प्रेरीको ड्राइभमा निस्किसकेका छौँ। हाम्रो क्याम्पिङ चाहिँ सर्ट एन्ड स्विट एकदम रमाइलो भयो। हाम्रो अगाडिको गाडीमा छन् भाइ बहिनीहरू। अनि यो नर्दर्न अल्बर्टामा ड्राइभ गरिरहँदाखेरि चाहिँ सबैभन्दा मनपर्ने पक्ष भनेको चाहिँ यो डिभाइडेड हाइवे हो कि यो हाइवेको नाम हो हाइवे 43। बाटोमा आउँदै गर्दा हामीले यो ग्रेटेस्ट आउटडोर स्टोर इन द वर्ल्ड भनेर लेखेको एउटा ठुलो स्टोर देख्यौँ। अनि त्यसपछि चाहिँ कस्तो होला भनेर हामीलाई एकदमै क्युरियोसिटी भयो कि। अनि त्यही भएर हामी चाहिँ क्विक स्टप गरेर भित्र गएर हेरौँ न कस्तो रहेछ भनेर चाहिँ हामी जान लागिरहेछौँ। अनि यो भित्र चाहिँ ग्रान्ड सेक्सनहरू रहेछ कि आउटडोर एक्टिभिटिजहरूको, जस्तो कि फिसिङको, हन्टिङको हैन। अनि हामीले त्यहाँ फिसिङको हेर्दै हुनुहुन्छ उहाँले। त्यसपछि हामी ग्रान्ड प्रेरी पुगेर कस्को पनि गयौँ।
अनि त्यहाँ घुम्यौँ पनि होइन ग्रान्ड प्रेरी, तर मैले भिडियो बनाउनै बिर्सेछु कि, त्यही भएर ग्रान्ड प्रेरीको सिटीको चाहिँ भिडियो छैन यहाँनिर। तर यहाँ साइडमा एउटा पार्क रहेछ, त्यो पार्कमा हामी कस्तो रहेछ हेर्न भनेर अनि आइरहेछौँ यहाँनिर। अनि मैले उहाँको चाहिँ एउटा दामी फोटो खिचिदिएको छु। त्यसपछि यो ठाउँको नाम हो फेयरभ्यू। मायालु कताको साइड हो, यस्तो राम्रो काउबोय पारामा, केनेडियन पारामा कुलर बोकेर हात लाएर हाइकिङ बुट्स लाएर, अनि फेरि यहाँ टम्बल पनि छ मैले बोक्दैछु, गाडी छ त्यहाँनिर। सो नाउ अब क्यालगरीको जर्नी छ आज 8.5 hours, कस्तो हुन्छ। That's all for this video. Thank you for watching. Bye bye and take care.